घरमा विचलित भएर बसेकी श्रीमती सोध्छिन्, मलाई हाम्रो पहिलाको जिन्दगी एकदमै याद आउँछ। दिनभरि एक्लै हुँदा ती सबै पलहरू अझ धेरै सम्झिन्छु। पहिला हामी घन्टौँसम्म कुरा गर्थ्यौँ, साना साना कुरामा पनि कति धेरै खुसी भेट्थ्यो। त्यो बेला हामीसँग धेरै कुरा थिएन, तर एकअर्काको लागि समय थियो। मलाई थाहा छ, हजुरले गरिराख्नु भएको सबै मेहनत हाम्रो भविष्यको लागि नै हो। हाम्रो सपना पुरा होस् भनेर नै यति धेरै व्यस्त हुनुभएको छ। त्यसको लागि म सधैँ गर्व गर्छु। तर कहिलेकाहीँ मनले हजुरको समय खोज्छ, हजुरको साथ खोज्छ। अचम्म लाग्छ, जिन्दगीले कहिले पनि सबै कुरा एकैचोटि दिँदैन रहेछ। पहिले समय थियो, तर रहर पुरा गर्न अवस्था थिएन। आज अवस्था छ, तर हजुरसँग बिताउन चाहेको समयको अभाव छ। गाह्रो दिनहरू पनि कति रमाइलो लाग्छन् सम्झिँदा, किनकि त्यो सङ्घर्षमा हामी सँगै थियौँ। दुःख थियो, चिन्ता थियो, तर एकअर्काको साथ थियो। आज कुरा त धेरै छन्, तर गर्न समय छैन। पैसा छ, तर कतिपय रहरहरू समयसँगै हराइसके। कहिलेकाहीँ सोध्छु, आखिर जिन्दगीको खोजी के होला? पैसा, सफलता, कि आफ्ना मान्छेसँग बिताएका ती साना साना अमूल्य पलहरू? म हजुरको मेहनत बुझ्छु, हजुरको सङ्घर्षको सम्मान गर्छु, तर कहिलेकाहीँ मनले फेरि त्यही पुरानो समय खोज्छ, जहाँ हामीसँग धेरै केही थिएन, तर हामी एकअर्काका लागि पर्याप्त थियौँ।